हजुर भात चाहिँ किन नि हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल सोगाचमा नमस्ते आई होप सबैजना सन्चै हुनुहुन्छ म पनि सन्चै छु। सो आज मेरो व्रत थियो, अब काम पनि बुढिसक्यो। सो मैले अलिकति खायो, अब खाएर म यहाँ बारीमा आएको छु। हेर्नु न यहाँ यो कहाँ पुरै ढली छन् बोडीको झ्यालहरू यसरी ढल्नु भएछ। यो बोडी ढल्यो भने के हुन्छ, खाना पाइँदैन हो र। केले गर्मी भएछ नि त फेरि ढल्ने होला। है यो मान्छेहरू ढलाइदिइहाल्नु के हो भन्दाखेरि के भएको मकै सबै सुकेछ। यो निकाल न, यसो गर न, अनि हावा आउँछ नि यहाँबाट। यो यो गयो यो हो त्यसो माथि गर न। हाम्रो मकै यत्रो भइसक्यो, गाई हेर्न सक्नुहुन्छ। अहिले त अब त यस्तो पो भएछ, यहाँ त यस्तो गराएको आएछ होइन। हाम्रो खुर्सानी नि फल्नु, अब यहाँ त खाल्टो पो रहेछ। अम्बो यो के भयो यस्तो। मैले यो जुन हाम्रो माइतमा पाउँदैन त्यहाँ खाल्टो रहेछ कि, अनि त्यही भएर यो हाम्रो माइतमा पाउँछ कि यो गते। अनि मैले चाहिँ यहाँ रोपेको, खै त झाल कता मकै कता परघाटै भयो नि। यता चाहिँ हाम्रो बुढी हुनुहुन्छ, फुल्नु नि भइ छैनन्। ए फुल्न थालिरहेछ खुर्सानी सिन देख्न सक्नुहुन्छ गाइस। होमवर्क गर न खुरुखुरु तिमी। खुर्सानी के भएको है, यो सुकेको हो कि। हेर हाम्रो कुखुराले छैन केही भने। हदभन्दा बेसी तिमीलाई माया। ओ माई गड, हाम्रो यो के हो, यो के हो। अस्ति हामीले गोडेको थियो नि, त्यो के भन्छ, त्यो चाहिँ भिन्डी के भिन्डी, यस भिन्डी। डल्ले खुर्सानी हाँस्छन्, तर यो सुकेर के भइछन् भन्ने थाहा पत्तो छैन। यो भिन्डी हामीले कति खाने होला त। कोही मकै यस्तो छ, कोही मकै उस्तो छन्। के भइरहेछन् यस्तो। मकै भइस त के नदेखिने। होमवर्क भ्याउनु भयो त है। कस्तो चिलायो बारीमा पसेपछि त यस्तो हुन्छ। अब हामी छतमा जानुपर्छ एक दिन हावा खानलाई है। छतमा हिँडेको है, यस्तो हावा चलेछ नि आज है। कस्तो दामी भ्यू देख्न सक्नुहुन्छ। ओ माई गड, यस्तो हावा चलिरह्यो आज। मौसम पनि कस्तो राम्रो छ। मौसम त आजको मौसम क्या दामी छ गाइस, देख्न सक्नुहुन्छ। ओ माई गड, यस्तो हावा चलेको थिएन है। आँप हेरौँ त्यहाँ कहाँ देख्न सक्नुहुन्छ। अब हाम्रो कसैले आइरहेको छ। भन्दा